ओके, सो यो चाहिँ इक्वेसन अफ प्याराबोला इन स्ट्यान्डर्ड फर्म हो अनि यो चाहिँ इक्वेसन अफ प्याराबोला इन भर्टेक्स फर्म है त। यो एसकामा के भनेको भर्टेक्स अफ प्याराबोला है त। सो कुनै पनि प्याराबोलाको स्ट्यान्डर्ड फर्मको इक्वेसन यो हुन्छ, क्वाड्रेटिक इक्वेसन जस्तो देखिन्छ र भर्टेक्स फर्ममा यो हुन्छ है त। अब यो स्ट्यान्डर्ड फर्मलाई भर्टेक्स फर्ममा हामीले कसरी लैजाने त, त्यसको लागि एउटा इक्जाम्पल गरौँ है त। सो हामीलाई एउटा प्याराबोलाको इक्वेसन दिएको छ स्ट्यान्डर्ड फर्ममा, x² - 8x + 21 = 0। यसलाई हामीले केमा लैजानु पर्यो, भर्टेक्स फर्ममा, इन द फर्म अफ भर्टेक्स फर्ममा लैजानु पर्यो है त। हामीले कुन मेथड युज गर्छौँ भने कम्प्लिटिङ स्क्वायर फर्म है त। यो दिएको इक्वेसनलाई हामी के गर्छौँ भने लेट y = x² - 8x + 21। नाउ अब म कम्प्लिटिङ स्क्वायर फर्म युज गर्छु है त। यो टर्म छ नि, यो हाम्रो यो अगाडिको दुईवटा टर्म, यहाँ a² माइनस अनि यो 8x छ, यसलाई म a - b को होल स्क्वायरमा लैजान्छु। कसरी, यसलाई a² माने माइनस, अब मलाई के चाहियो 2, a भनेको मेरो x हुने भयो। अब b निकाल्नलाई मैले x को कोएफिसिएन्टलाई 2 ले डिभाइड गर्ने। यहाँ हाम्रो x को कोएफिसिएन्ट 8 छ, यसलाई 2 ले डिभाइड गर्दा 4 हुन्छ। सो हाम्रो b 4 हुने भयो प्लस b²। हाम्रो माथि इक्वेसनमा कहीँ पनि छैन हाम्रो 4 को स्क्वायर, त्यही भएर म के गर्छु -4² पनि गर्छु प्लस 21। नाउ यो फर्म र यो माथिको फर्म के हो, सेम छ। त्यसो भए यो पुरै के हुनु भएन, त्यो पुरै टर्म केमा गयो, a² - 2ab + b², त्यो भनेको a - b को होल स्क्वायर माइनस 4² भने 16 + 21, सो इक्वल्स टु x - 4 होल स्क्वायर माइनस 16 + 21 भनेको 5। सो हामीले के पायौँ भने देयरफोर y = x - 4 होल स्क्वायर प्लस 5। सो यो सरी यो होल स्क्वायर प्लस 5। सो दिस इज द रिक्वायर्ड इक्वेसन अफ प्याराबोला इन भर्टेक्स फर्म। अब यही इक्वेसनबाट हामीले प्याराबोलाको भर्टेक्स पनि निकाल्न सक्छौँ। कसरी, यो दिएको इक्वेसनलाई, सपोज मैले यो इक्वेसनलाई आई भने र यसलाई प्याराबोलाको स्ट्यान्डर्ड प्याराबोलाको भर्टेक्स फर्मको इक्वेसनसँग कम्पेयर गर्ने। के हो, y = केसँग, ax - h होल स्क्वायर प्लस केसँग कम्पेयर गर्ने। सो के हुन्छ त्यसो भयो भने a = हाम्रो यहाँ 1 हुन्छ, जुन हामीले चाहिएको छैन। त्यसो भए x - h होल स्क्वायर = के हुन्छ, x - 4 होल स्क्वायर। सो यो स्क्वायर कट, सो हामीले के पाउँछौँ, x - h = x - 4, x कट, सो -h = -4, सो देयरफोर h = 4। त्यसो भए k = के हुन्छ हाम्रो 5। सो भर्टेक्स v h, k = के पाएँ भने मैले 4, 5। सो डन।